उमेर त भर्खर 3 को लाइनमा छु होइन, तर बडीले चाहिँ 6 को लाइनको जस्तो गरी व्यवहार देख्न थालिसक्यो क्या। मलाई चाहिँ होइन जङ्क फुडहरू बाहिरको खानेकुराहरू केही खानै हुँदैन कि, अनि खाए कस्तो गाह्रो हुने। अनि यसरी घरमै बनाएको कुराहरू चाहिँ खानुपर्छ कि मलाई बाहिरको खाएको त त्यो एसिडिटी भइहाल्छ होइन। अनि त्यो एसिडिटी भएपछि मलाई यस्तो रिस उठ्छ होइन, त्यो खानेकुरा भन्दाखेरि पनि त्यो खुवाउने मान्छे देखेर चाहिँ रिस उठ्छ क्या मलाई चाहिँ होइन। कमसेकम ल मैले त खाएँ होइन, त्यो खुवाउने मान्छेले त कस्तो ठाउँमा लगेर खुवाएको। अनि खाने बेलामा त हेर तिमीलाई यस्तो खानु हुँदैन, तिमी नखाऊ भनेर त भन्न सक्नुपर्छ नि भन्ने जस्तै रिस उठ्छ क्या मलाई चाहिँ। अनि चाहिँ अब यो खाने बेलामा चाहिँ म जिन्दगी खाँदिनँ। अनि म त्योसँग गएर चाहिँ म कहिले पनि खाँदिनँ। बाहिर गयो भने पनि म बाहिरको खानेकुरै खाँदिनँ भन्ने जस्तो हुन्छ क्या। अनि छक्क पर्छ कि अब कहीँ घुम्नु गयो भने पनि होइन बाहिरको खानेकुरा खाने हुँदैन कि, त्यो जङ्क फुडहरू बाहिरको त्यो ओइल बढी भएको कुराहरू केही खानु हुँदैन, एसिडिटी भइहाल्छ अनि एकदम गाह्रो हुने कि मलाई चाहिँ। अनि बरु घरमै पकाएको चाहिँ खानेकुराहरू चाहिँ त्यो अलिकति थोरै तेल बढी भयो भने केही हुँदैन, बाहिरको खानेकुरा चाहिँ खोइ के हो मलाई चाहिँ हुँदैन क्या। अनि यस्तो रिस उठ्छ अनि कहीँ घुम्नु जानु पऱ्यो भने पनि जाने मन लाग्दैन। अनि जाने अनि त्यसपछि जाने बित्तिकै पनि अनि 1-2 घन्टा पछि फेरि खाने टाइम भएपछि घरै आउने, त्यस्तो चाहिँ सोच हुन्छ क्या मलाई चाहिँ।